नमस्ते सबैजना वेलकम छ भ्लगमा अनि मैले हिजोको भ्लग त अघि भर्खर आइसकेँ टक्कै आज बिहान भुसिएर अनि टक्कै यता घर आइसकेँ हेर्नु सक्नुहुन्छ यहाँ घाम लाखा बाहिर अनि टक्कै छ टक्क हामी चाहिँ अनि ब्रस गर्न लाग्यो ब्रस घरमा ल्याएको टक्क 10 किलो नै टक्कै ब्रस गर्छ हामी चाहिँ टक्कै यहाँ चार्जरहरू छ यो चार्जर मेरो हो होइन टक्क अब चाहिँ अनि अनिललाई भेट्न जाने भन्ने हो खाना खाना चाहिँ अनि टक्क भरोसा गरौँ न ब्रस खोल्छ यो मेरो ल ब्रस बाइक ब्रस छैन अनि कहाँ हो त टक्क म चाहिँ अब बस्न जान्छु लागिखेर त मजा लाग्छ मजा लाग्छ मजा यसरी हाल्नु त जाने खानुहोस् मजा खाएको छ यसरी हाल्छु टमाटर यसरी त्यही हो बाख्रा लाग्छ होइन बाहिर पनि है के छ यो चाहिँ हामी कहाँनिर छोरा कुन्टहरू कहाँ यो तारनिर छ होइन तारहरू कहाँनिर छ यतापट्टि होइन धेरै उस भइसक्यो कहाँबाट हप्तामा हुन्छ बस्न गरौँ खाना खाएर सोचेर घुमेर अन्डा घर जान्छौँ सक्थ्यौँ अनि अपलोड ब्लगमा हेर्नु छोडेको के हुन्छ कस्तो हुन्छ भेटिन्छ कि थाहा छैन कर्स पनि किन्न कल नै काट्न कपाल काटेको कपाल जस्तो भयो अब नकाटेछ क्या गाइस टक्कला रम भयो लास्ट मोटर टक्क बाहिर निस्केको छ अनि यसको हेर्छु चाहिँ चितवन भन्दा यहाँ के अरे शीतलवाला भनेको त बाहिरहरू त हजुर यस्तो छ कि होइन त्यसमा पऱ्यो साउन्डले भइसक्यो मेरो फेस मेरो त्यतिको मुख छ क्या मेरो फेस त कस्तो यार यो के भयो यार अनि यो चाहिँ के हो नि यो मेरो 16 Pro Max हो नि त अनि त्यहाँपछि यहाँनिर टच यो क्यामेरा एक्सट्रामा टक्क यसो टच भएपछि यसो जुम भएछ क्या ग्रिन भएछ मैले बाहिर हेरेर चितवन भन्नु त यस्तोकै हेर्नु कस्तो छ कि यहाँ आमा भ्यू अन्त भ्यू त एकदम बबाल तर घाम पनि लास्टै टल्किँदो रहेछ है फेरि यहाँ चाहिँ अनि त्यसै अनि टक्क अब खानासाना खान्छ अनि अलिगाईको त्यहाँ पसलमा गएर चाहिँ त्यहाँ कपडा सर अब हामी यहाँ मासु लिनु जाऊँ भनेर चाहिँ मासु लिनु जानु लाग्यो थाहा छैन कहाँ हो मासु लिनु जानु कहाँ हो यता होइन खोइ चप्पल मेरो ए चप्पल चाहिँ मेरो यहाँ घरबाट ल्यायो भने फेरि यो त यो मेरो हो फेरि कता जानु मासु लिनु कता जाँदैछु जानु जहाँ कहाँबाट घाम लाग्दैन लिन मासु लिनु जान्छ तिमी आफ्नै भाइ हो र तिमी उजान सक्दैन भाइ यत्रो चलाउन आउँछ उहिले हान्न आउँछ राइडर हो भाइ आमा भाइ त राइडर क्रस फायर हो भाइ पछि एलेक्स हो क्या एलेक्स नाम गरिदिनु भाइ एलेक्स सुनारो ए विनोद हो अनि भनि सुना त हामी के गर्ने अब उसको ज्यान चाहिँ राम्रो छ मेरो चाहिँ अब के हो जति खाने मोटाउँदिनँ अब उसको ज्यान त्यस्तै हुन्छ भन्ने सुनेको थिएँ कि अब जति खानु मोटाउँदैन यसले पनि धेरै खान्न मैले धेरै खाने तर जति खानु मोटाउँदैन के हो जी लाग्दैन होइन के भयो जुम भइसक्यो ल यहाँ टक्कर सिन देखाउँछौँ हिँड्छौँ यो क्यामेरा एक्सन भयो कि यो मलाई 16 Pro Max भएर अब मासु लिन ब्लग हान्दै हिँड्यो हामी चाहिँ ल टल्के हाम्रो यहाँ चितवनको जस्तै टल्के यहाँ पनि मेरो बाहिर निस्केको त हपक्क भयो अनि यहाँ चाहिँ चितवन र यहाँको के फरक छ भन्दा यहाँ चाहिँ अब गाउँ हो जस्तो यहाँ चाहिँ के फरक छैन डाँडा काँडा देख्नुहुन्छ अनि भ्यू राम्रो देख्नुहुन्छ माथि भएपछि त टक्क बादल सादलसम्म टक्क देख्नुहुन्छ अनि
त्यही हो अब गाउँमा यता यस्तो गाउँ हुन्छ जस्तो नेचर गाउँ जस्तो नेचर राम्रो हुन्छ हाम्रो काम त अन्त सहर हो नि त हामी सहर हो हाम्रो त फेरि सम्म ठाउँ हुन्छ अब म त गाउँै रमाइलो लाग्छ आफ्नो सहर भन्दा नि तर भन्नु मात्रै हो आफ्नो ठाउँ त सबैले आफ्नो राम्रो आउँछ नि त्यही बस्नु जानु यहाँ अनि तपाईँको लोकल कुखुराहरू हेर्नु हुन्छ लाने देखा त मलाई अनि यता अनि गाई ट्रक चलाएर चाहिँ आजको प्लान चाहिँ हाम्रो के छ यता यता राम्रो आउँछ के छ आजको चाहिँ यो प्लान चाहिँ हाम्रो के छ भने खानासाना खाएर चाहिँ यसो घुम्नु एउटा चाहिँ कफमा खिँदा चाहिँ अनि टक्क उल्लाले भेट्न जाने टक्क ब्लक हेर्नु घाम नि लास्टै लाग्छ चितवनको जस्तै हो यहाँ होइन चितवनै भनौँ न अब चितवन नै यहाँ कति त खाने 35 किलोमिटर त हो नि समथिङ यहाँसम्म होइन चितवन जति नै हो त्यही नजिकै छ अब घाम पनि यस्तै छ के गर्ने जाने त्यही मासु हाल्यो नि त भाइ मासु ल्याइयो पकाएर खाइन्छ मासुको मासु चाहिँ यो मासु त कति कस्ट हो भाइ कति हो 400 रुपिस हाम्रो चाहिँ उता कति पर्छ भने हाम्रो 200मा 300मा आउँछ होइन 2 छाक हुन्छ हाम्रो भाइले बनाउँदा चक्कर पकाउँछ नि हामी खाना बेसी साक्कालाई हेरिदिन्छौँ हाँसा गर्छौँ गाई चाहिँ यस्तै हाम्रो हाँसै यस्तै हो यार बच्चा फेरि खाना खाँदैछौँ हामीले पुग्यो खाना खाँदैछौँ हामी चाहिँ थोरै थोरै हाल्ने हाम्रो धेरै खानु भन्नु यत्रो हामी त धेरै खानु ठिक हो धेरै खाने सक्दैन धेरै हुन्छ नि यो भात मर्मुले खान्छु कि खाना यत्रो खान सकिनँ फेरि खेर फाल्नु बिस्तारै ल खाइस् भात हो भात छ यत्रो भात त खाँदिनँ कि मैले अनि फालेर अनि भात खाना खाना खाँदाखेरि रातो चाहिँ देख्दैन दाल हाल्छु है त्यो अर्को अन्देशमा जस्तो खाना सक्दैन खाना चाहिँ खानासाना खाइसक्यो अनि टक्क खानासाना खाएको छ भर्खर चिसो भइरहेको भर्खर खानासाना खायो त्यहाँपछि त अनि एकछिन अब आराम गरेर गेमसँग खेल्छ अनि हामी जान्छौँ ल टक्क अनि अहिले चाहिँ घाम छैन त्यस्तो बिना पानी पर्ला जस्तो भइरहेको अनि टक्क अनि गेमसँग हाल्नु पर्ला मर्निङ चार्ज गर्नु पर्ला अनि त्यहाँपछि चाहिँ चार्ज भेट्न गाडी कम हुन्छ त्यही गाडी कम हुन्छ गाइस ल आरामै भाइ सब हामी टक्क होइन टी सर्ट त यो लगायौँ तल चाहिँ लाछौँ अब अनि लाएर भेट्न जाने सफारी स्टार्ट भयो लेट्सको यसो सेयर गर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो भएर धेरै भइसक्यो अनि टक्क यो ब्याग पनि लिएर हिँड्नुपर्छ मलाई इम्पोर्टेन्ट छ ब्याग आज पर्दैन ब्याग आज पर्दैन शनिबारको काम हुँदैन यो ब्याग हेरिराखौँ यो ब्यागलाई हेर्छ नि टक्क म चाहिँ पैसा टक्क हेर्को लाउँछु टक्क हामी जान्छौँ भाइ रेडी भएर बसेको कति बेलुका आउनु भनेको बिहान हामी चाहिँ अब अटो पायो अटोमा जाँदैछौँ त बस पहिला मैले हामी फेरि गएर कपाल छोड्नु पर्छौँ अटोमा चढेका चितवनमा नि हाम्रो त अटै खानु चोकमा आयो चोक भन्छ नि भाइलाई अनि चोकमा आयो अनि कपाल काट्ने ठाउँ भने पनि मैले त चोक यस्तो रहेछ गाइस यहाँ फर्स्ट टाइम आएको यस्तो कपाल काट्ने यहाँ हुन्छ राम्रो काट्ने ठाउँ लाग्यो म त बगाल छ मन कामना यतै हो मन कामना गोर्खा होइन र मटका जाने भाइ मटका ए मटका खा जान्छ नि आज जाम्ला अन्जाको पसल यतै छ अरे
अनि हामी चाहिँ अहिले इन्टरभ्यू भयो उहाँनिर शनिबार बन्द भयो सरकारमा हामी चाहिँ अनि शनिबार त अब दाइ हुन्छ होला नि त कता जान्छ कहाँनिर पार्छ कपाल को किन्न हुन्थ्यो यताबाट अनि अरू रमजान कहाँबाट पोखरा यताबाट जान्छ होइन त्यो यता मन यताबाटै गइरहेको त पहिला हेरमा म त पर्छ पहर जान्छु होला ल दाइ गयो ल अब हामी चाहिँ जान्छौँ कहाँ जाने हो आउनु भयो हजुर ए आउँछ म आइरहन्छु यो बाटो भक्कु हिँड्छु त यहाँ कहाँ तपाईँ घर यतै हो टाढी रहेछ टाढी ए उता पनि पसल छ क्या ए बजार त्यो त्यहाँ त मेरो ठुमाहरू छ बकुलरकै त्यो के अरे नाम विशेष भित्र जङ्गल घर क्या होइन कि त्यो बकुलर भनेर टाढी हो बकुलर टाढी मेरो ठुलो घर त्यतै हो कि ठुलमम्मीको घर त्यतै हो कि मेरो ठुलमम्मीहरू चाहिँ यति ठुलमम्मी चाहिँ मेरो घर त्यतै परेको ल जान्छ हामी थ्याङ्क यू अब हामी कल काटेर चाहिँ अब कहाँ जान्छौँ थाहा छैन भर छैन पानी परेको छ अघि भर्खर यहाँ यस्तो भइरह के नाम के हो रहेछ त्यो मट्का मान्छे अरे यहाँ चुरुट गर्न खाएको छ अलिक ठाउँ बस्न अन्त गन्ध मन के भन्छ जानु 12 बजीसम्म हुन्छ एकचोटि यता गयो म त्यता बस्छु यहाँ बस्नु न जहाँ बस्नु नि हुन्छ यो अर्डर गर्छु के म टक्क अब पनि खाएको छैन होस्टेल खाएको यहाँ पैसा तिर्नु हो पैसा मात्रै यहाँ धेरै आयो नि जाने गोठा यता बस्नु पऱ्यो यता सिन्डाम आउँछ अब खाँदैछौँ गाइस kêu cào thôi cái đang nữa hả nó bằng ra thì không guys và em xong rồi đó so guys यहाँ आउने सुन दाइको यहाँ पिच माइसँग हामी यो पिच बनेको बाटो यहाँ हैन टक्क अनि टक्क ह कहाँनिर हो कुन हो कुन जाँदा चाहिँ यस्तो ढुकढुक भइरहेको छ के यता त्यो खास त हामी यतातिर बस्न आएको बाइक गरे त्यही हो यसो जाम भन्दा आएको हो खास गाई चाहिँ हामी बाइक आइसक्यो यहाँ बाइकहरूको अनि यहाँ जान चाहिँ टक्क अब हामी यहाँ अनलाइ गराएको छ अनलाइ छेउछाउ यहाँ चाहिँ अनलाइको बेसी टल्किरहेको हामी जाँदैछौँ रात राख्नु डर लागिरहेको के भन्छ जाने ठिक हो बेसी चले अरे होइन दाइ हुन्छ होइन बेसी चले भने जान्छु म अब भिडियो त कुरो गर्नु यहाँ राख सुगाइसँग चिया बनाउँदै
हेर न डर आउँथ्यो के भन्यो त हामीलाई भन्यो घर आइसक्यो हामी चाहिँ अनि दाइलाई भेट्ने भनेर आएको हजुर कतिखेर आउनुहुन्छ र बेलुका ए कहाँ जानुभएको छ र कहाँ जानुभएको छ दमाउनु जानुभयो हो दाइ नहुँदो रहेछ होइन आउनु त आएको थिएन दाइ नरहेछ नरहेछ अब हामी चाहिँ जान्छौँ के भन्छ फोर्टी अब दाइ नहुँदो रहेछ होइन के हो नि त हामी लास्टै गर्नु लास्ट गर्नु रहेछ के लाखा के लाखा यस्तो लागेको छ दाइ भेटेन त्यो पनि अब पालि हामीलाई अब के गर्नु जाने कहाँ जाने गाउने अनुसन्धान दाइ नहुनु रहेछ टक्क अब हामी चाहिँ जान्छौँ सबै सुत्नु भयो यहाँ अनलाइन कुलरहरू होइन टक्क हामी चाहिँ अब निस्किन्छौँ गर्मी भयो पोखरा जानु भयो फेरि अनि बन्दीपुर जाने भन्थ्यो अघि सिजामा हामी खै घुम्न जाने भन्छ टक्क घरतिर जान्छ हामी के बुझ्यो ओरी गाँठे त नि जान्छ हामी त नि या त यस्तै हो कि चितवनमा पनि त्यही हो एउटै हो र सेम हो यो म डाँडा भएर घाम धेरै आउँछ कि यता के आउँछ त नि बिहान चाहिँ छैन यता हेर्नु अहिले त्यस्तो त नि चोरको घाम छ अहिले यस्तै भयो पछि जानु अहिले दाइ पनि भेटिएन नजिक थियो त्यहाँ आएको म अब पछि के हुन्छ दाइले सोधिदिनु ब्लगेर जान्छ तपाईँको नामकै नाम आएको थियो भन्नु है ल ल अङ्कल ल अङ्कल हुन्छ है ल भन्नु दाइलाई हस् ल ल हामी जान्छौँ दाइलाई भेटिएन टक्का लाएर अब हामीमा यहाँबाट मान्छे तल जाँदैछौँ यहाँबाट बाइक जाँदो रहेछ है यहाँ कसरी बाइक जान्छ र दाइको होइन टक्क भेटेन टक्क म चाहिँ फेरि अब बन्दीपुर या दमल जानु छ त्यहाँ पछि अनि निस्किन्छौँ हामी अब यहाँबाट होइन यहाँ कस्तो बवाल हेर्दै ठाउँ यहाँ उयो माथि हेर्नु यहाँ के हो यो भकटे ए सक्क ल हामी यहाँ जान्छौँ दाइको कुलर र एसी दाइको ल दाइको घरलाई पनि बाई बाई ल हामी जान्छौँ यहाँ टक्क गाइस अब भेटिएन के गर्ने निस्क्यौँ दाइको घरमा अब हामी जान्छौँ बन्दीपुरतिर गएर बस्छौँ आज चाहिँ हामी चाहिँ अनि आइसक्यौँ घर यहाँ कोठामा आइसक्यो मनु पनि यहाँ ढक्क गर्नुभयो पखामा बसेर जुत्ता मैले लगाइराखौँ अनि दाइले भेटिएन ठिकै छ केही छैन दाइको बाबाले भेटियो खुसी लाग्यो कुराकानी गरी आइयो होइन अनि त्यही हो अब अहिले यो चाहिँ अब म चाहिँ भ्लग चाहिँ हेरिङ गर्न चाहँदैन त्यही हो हस् त धन्यवाद सो मच छ